गाइज आज बिहान बिहान उठेर होइन हामी दाजुभाइ मर्निङ वाक आएको होइन। अनि एउटा यस्तो अजिब कुरा देख्यौँ कि यहाँ कोरियामा यस्तो कौवा भगाउने कुरा राख्दो रहेछ होइन। फिलिङ अजिब अजिब तर के छ सही छ नि। हामी चाहिँ खासमा त्यो उमा जाने भनेर आएको होइन, म्याकडोनल्ड्स यता योमा। तर बाटो काट्ने ठाउँमै पाएन क्या यार। अनि तर उहाँ चोकमा रहेछ गाइज होइन, यतातिर अगाडि रेड लाइट पनि जहाँ त्यहाँबाट काट्न मिल्छ कि भन्ने आसमा हामी चाहिँ हिँडिरहेको छौँ। खासमा यो के म त ऱ्यापरै भन्छु क्या यार। ऱ्यापर त भन्नु नि सायरी बोल्नेलाई के भन्छ बाटा थाहै छैन गाइज। थाहा भएपछि भन्छ गाइज। थाहा भएपछि भन्छ रे गाइज। तपाईँलाई थाहा छ भने ड्याकको कमेन्ट गर्नु होला गाइज। सब्सक्राइब प्लिज। सब्सक्राइब गरिदिनु रे यसलाई प्लिज। यसलाई भनेको मलाई हो। काले भाइ र म चाहिँ फेरि एउटै हो क्या फेरि होइन। ओके गाइज खोइ त्यो घर भाडामा चाहिएमा भनेर लेखिहाल्ला नि त बटु। गाइज आज बिहानको हाम्रो ताजा ताजा भिडियोहरू यहीँ समाप्त भएको घोषणा गर्न चाहन्छु। के भन्नु छ साथी? धन्यवाद भन्न चाहन्छौ? तिम्रो टाउको या ओके लेट्स गो बाई बाई गाइज। जय नेपाल।